सम्पूर्ण नमस्कार। म सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी एवं सुकुना बाल चेतना समूहको वर्तमान अध्यक्ष र यहाँहरू सम्पूर्णलाई भर्खरै देशकै सर्वोत्कृष्ट विद्यालय मध्येको सुकुना माध्यमिक विद्यालयमा हालै सामाजिक सञ्जालको माध्यमबाट भइरहेका घटनाहरूबारे सुकुना बाल चेतना समूहको ध्यानाकृष्ट भएको कुरा सरसर जानकारी गराउनेछौँ र यसमा सम्बन्धित निकायवाला पक्षहरूले पनि यसबारे ध्यानाकृष्ट भएको जानकारी गरेको तत्काल कारबाहीका प्रतिहरूलाई अझै बढी तीव्रता बढाउनु पर्ने देखिन्छ। यसमा हामी विद्यार्थी पीडित पक्षको लागि एकदमै सहयोग गर्न तात्पर्य नै रहेको र सुकुना बाल चेतना समूहको टिमको तर्फबाटै पीडित पक्षलाई राहत गर्न र उहाँहरूलाई सहयोग गर्न र निष्पक्ष छानबिन हुनका लागि पनि विभिन्न बैठकहरू बसेर आज मात्र एउटा बैठक बसेर हामीले उहाँहरूलाई के कस्ता तरिकाहरूले अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि बैठक बसिसकेको छौँ। यसका लागि हाम्रो यो पेजमा केही जानकारी छ भने तपाईँहरूमा पनि त्यस्तो भएको छ भने त्यस्ता एभिडेन्सहरू प्रुफहरू छन् भने हामीलाई यहाँ मेसेज गर्न सक्नुहुन्छ अथवा नजिकैको प्रहरी कार्यालय अथवा नगरपालिकामा गएर पनि उजुरी दर्ता गर्न सक्नुहुनेछ। अनि सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि फाइदा हुने रहेछ भन्ने कुरा त यो घटना सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले थाहा पाइसक्नु भएको छ। र अर्को कुरा के हो भन्दाखेरि सञ्चारकर्मीहरूले समाचार भ्रामक होइन सत्य तथ्यमा टेकेर मात्रै गरिदिनु होला र पीडित पक्षलाई हामी हौसला दिलाउँछौँ। न्याय तपाईँहरूले अवश्य पाउनुहुनेछ, पीडित पक्षले न्याय पाउनेछ र जुन व्यक्तिले नकारात्मक गतिविधि गरेको छ उसले सजाय पाउने भन्ने यो हाम्रो प्रतिबद्धता छ। र जुन यो सुकुना कन्फेक्सन मेमो भन्नेले जुन यो पेजले यो कुरालाई सरसर हामीमाझ अहिले पुर्याउन सक्यो उहाँहरू जो भए पनि विशेष धन्यवाद। र आउने दिनहरूमा यस्तो विभिन्न यस्ता दुर्व्यवहार शिक्षकहरूले गर्ने दुर्व्यवहार यो सुकुना मावि एउटा अहिलेको ट्रेन्डमा चलेको मात्र हो। अरू विद्यालयहरूमा यस्ता गतिविधि हुन्छन् भने विद्यार्थी एकदमै सजग हुनुपर्ने र विद्यार्थीहरूले यो बारे जानकारी गराउनै पर्छ। यो एउटा बाल चेतना समूहको अध्यक्षको हैसियतले यहाँले त्यो कुरामा सजग हुन पनि म आग्रह गर्दछु र कुनै पनि राजनीतिक प्रतिशोधमा वा कुनै एउटा विभिन्न भ्रामक कुराहरूले अहिले विभिन्न सूचनाहरू गलत प्रसारण नगर्नु हुन पनि यहाँहरू सम्पूर्णलाई अनुरोध छ र राजनीतिक प्रतिशोधलाई साधेर भन्दा पनि निष्पक्ष रूपमा सम्बन्धित निकायवाला पक्षहरूले यो निष्पक्ष छानबिन गर्न पनि हामी सुकुना बाल चेतना समूहको तर्फबाट एकदमै जोड यहाँहरूलाई माग गर्दछौँ र सुकुना माध्यमिक विद्यालयको प्रशासनले पनि यो सम्बन्धमा अझै बढी चासो व्यक्त गर्नुपर्ने र सही नै गलतलाई गलतै ठहराउनु पर्ने कुरा पनि सरसर जानकारी गराउँदछौँ। अनि विद्यालय व्यवस्थापन समितिले जुन व्यक्तिलाई निलम्बन गर्नुपर्ने छ र पक्राउ परेको केही व्यक्तिलाई निलम्बन नगरेको कुरा पनि खुलासा भएको छ, उहाँहरूलाई पनि निलम्बन गर्नको लागि अनुरोध गर्दछु। र अब अन्तिममा हाम्रो भनेको पीडित पक्षमै छौँ। हामी सत्यको पक्ष र पीडित पक्षमा जहिले पनि नै सपोर्टमै रहेको छौँ र अन्तिममा यहाँहरू सम्पूर्णलाई फेरि पनि यो विषयमा सम्पूर्ण अहिले यो एउटा विद्यालयमा भयो सक्यो होइन, अब यस्ता विषयहरूमाथि दुर्व्यवहार भइरहेको छन् भने यस विरुद्धमा हामी बोल्नुपर्छ र हामीलाई यही केही सूचनाहरू छन् भने एभिडेन्स छन् भने यही पेजमा यो हामी सुरिलो पोस्ट लगायतका सुकुना बाल चेतना समूहकै आफ्नै पेजमा पनि हामी हाल्दैछौँ। त्यहाँ तपाईँहरूले कमेन्टबाट वा मेसेजै गरेर पनि जानकारी गराउन सक्नुहुन्छ र अन्तिममा यहाँहरू सम्पूर्णलाई फेरि पनि ध्यानाकृष्ट गराउँदै यो बारे सम्पूर्ण सजग र सचेत रहनुपर्ने कुरा पनि सरसर जानकारी गराउँछौँ। सुकुना बाल चेतना समूह अध्यक्ष एरन राई र हामी दुवै तर्फबाट नै अनुरोध गर्दछु।